ल केटा हो यसपालिको दसैँ चाहिँ बब्बाल रमाइलो गर्नुपर्छ है। मलाई यसपालि बाबाले 20,000 दिने भन्नुभएको छ। शपिङ पनि गर्नुपर्छ, घुम्न पनि जानुपर्छ है केटा हो। रही लानुपर्छ है केटा हो। मेरो पनि बाउले 15,000 हालिदिन्छु भने नो कन्जुसाइ। अनि तेरो प्लान चाहिँ के छ त नि ओसिस? खै यार मेरो त बाउलाई सोध्न पर्छ यार। बाउ Naughty America. Nobody. ए बाउ क्यारे गाउ के गर्नु भजन सुन्दै थिए डिस्टर्ब भयो। बुढी चिया पका त। यहाँ दसैँ खर्च चाहियो मलाई। चाहिने त मलाई पनि कान्छी बुढी चाहियो हो नि चाहियो भनेर पाइन्छ। तिमीले सधैँ यस्तै गर्छौ बा। मेरो सबै साथीहरू दसैँमा घुम्न जान लाहन म पनि जानु पर्यो नि। हेर बाउ पैसा दिनु भइदेऊ नत्र म घर छोडेर गइदिन्छु। बुढी छोरोले घर छोडेर जाने भन्दैछ एउटा कोठा खाली हुने भयो। कोठा भाडामा बस्ने मान्छे खोज खोज। धम्काउँछस् तेरो बाउ सधैँ नबिर्सी। त चिन्ता नगर न हामी छौं त। मसँग एउटा बब्बाल प्लान छ केटा हो। दसैँ आउँदैछ केटा हो। अबको टाइममा हामीले पैसा कमाउनु भनेको एक मात्र उपाय कपडा। क्लोथिङ ब्रान्ड अगाडि सुन्न। अब हामी एउटा कपडा पसल ठेक्कामा लिन्छौँ। दसैँको माहौल छ कपडा पसल त बब्बाल चल्छ। 20% त्यहाँको साउलाई दिम्ला 20% हामी बाडमला। हो सही आइडिया। अब कपडा पसलले आफ्नो भइसक्यो त सपिङको कुनै टेन्सनै भएन। हो म एउटा स्ल्याक चिन्छु अस्ति ओसिसले चोरे लिएर गयो। तेरो च्यातेको स्ल्यास चोर्ने जस्तो देखिस् मलाई। कहिले चोरे मैले? अस्ति चोरेको होइन? कहिले चोरे? तेरो च्यातेको स्ल्यास लाउँछु भाइ। तेरो च्यातेको स्ल्यास चोर्छु। छोड मलाई हान्न दे यसलाई। त्यसको स्ल्यास लाउँछु मैले। ओइ केटा हो अब हामी झगडा होइन काम गर्छौँ। ओसिस ओसिस तेरो 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 बाउ आउँदै छन्। ला अब के गर्ने? नाति नाति ओसिस त गएर चेन्जिङ रुममा लुक्दै गर हामी लाउँछौँ। ए बाबु जा कस्तो रहेछ यार। बाबु मलाई कपडा चाहियो। हजुर भन्नु न अङ्कल कुन कपडा लिनुहुन्छ? यसो गर तिम्रो पसलको सबभन्दा महँगो कपडा कोट देखाउ त। कोट कुनमा लिनुहुन्छ अङ्कल? कोट फर्मलमा कि ब्लेजरमा? फर्मल ब्लेजर। यसो गर बाबु प्यान्ट देखाउ बरु। प्यान्ट प्यान्ट चाहिँ कुनमा जिन्समा लिनुहुन्छ कि कटनमा लिनुहुन्छ? यसमा पनि जिन्स र कटन हुन्छ। यसो गर बाबु बरु टी सर्टै देखाउ। ए अङ्कल कुन टी सर्ट कलर भएको देखाम कि नभएको देखाम? होइन कति थरी अप्सन हो र। यसो गर बाबु बरु भेस्ट देऊ। भेस्ट लाउँछु म। भेस्ट निकाल त। हस् हेर्नु अङ्कल यस्तो दामी भेस्ट कतै पाउनुहुन्न हजुरले। राम्रो छ यो। एकदम दामी हजुरकै लागि बनेको यो। भनेपछि मलाई मिल्छ नि? मिल्ने मात्र होइन बबल पर्फेक्ट फिट हुन्छ। एकचोटि ट्राई गर्न आउँछु नि त म। होइन अङ्कल होइन ट्राई गर्नु पर्दैन लैजाँदा हुन्छ यो हजुरकै लागि बनेको हो के। होइन बाबु मिलेन सानो भयो भने त झ्याउ हुन्छ नि त पछि फेरि। होइन ट्राई लागि बनेको कि अङ्कल यो एकदम राम्रो सुहाउँछ हजुरलाई। होइन यति राम्रो मान्छे हुन्छ। सानो ठुलो भयो भने त झ्याउ हुन्छ नि त बाबु। ट्राई गर्न आउँछु नि त। ठ्याक्कै मिल्छ अङ्कल हजुरलाई ठ्याक्कै मिल्ने खालको हो यो। सानो भयो भने हजुरलाई फ्री ल। हो फ्री 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 साँच्चै फ्री 100% डिस्काउन्ट अङ्कल हजुर। साँच्चै फ्री? साँच्चै फ्री। मेरो छोरोलाई नि यहाँ के चाहियो भन्दै थियो त्यसलाई चाहिँ फोन गर मलाई। छोरोलाई फोन गर्नै पर्दैन नि अङ्कल यो हजुरलाई हो कि हजुरलाई फ्री एकदम। अनि म छोरोलाई के चाहियो अरे रोक म छोरालाई फोन गर्छु। यहाँ रिङटोन बजिरहेछ। छोट 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 यहाँ रिङटोन यहाँ बजिरहेछ। यहाँ तिमीहरूले मेरो छोरालाई किडन्याप गरेर यहाँ राखेर पो यत्रो चटक गरेर रोक। तिमीहरूलाई पुलिसलाई नभनिकन त। ए मेरो 20% त दिएर जाओ।